हामी 7 जना प्रतिभागी भए तापनि खाली ग्याल्पो सर र मेरो मात्रै नक्सा बनाइदिनु भएछ यहाँ। अर्को पल्ट कृपया सबैका बनाइदिनु होला। तपाईहरु कविता सुन्नु बस्नु भएको हो? कविता सुन्नु बस्नु भएको हो? म कविता सुनाउँदिन, किनभने पहिला कलेज पढ्दा मेरो कविता भन्ने बहिनीसँग लभ परेको थियो। इगल क्रासमा भेट्नु बोलायो, म लाटो मान्छे सोझो मान्छे खुरुखुरु गएँ। अनि त्यति बेला भेट्दा कविताले सोध्यो तपाईँ ए कि बी? मैले त बुझिनँ, क्या हो ए कि बी? फेरि उसले भने तपाईँ ए कि बी? मैले बुझिनँ भन्दा ए फर आर्मी, बी फर बेकारी। म त अब अहिले पनि बेकारी। त्यही दिनदेखिको मलाई कविता शब्दसँग एलर्जी भएको छ। म कविता पढ्दिनँ, ल्याउँदिनँ र कविता भन्दा अलिक मसिनो सविता बबिताहरू मात्रै लिएर आएको छु। र सबैभन्दा ठुलो बन्धन मान्छेलाई अरू नभए पनि श्रीमतीको त हुन्छै हुन्छ। यो नभनेको मात्रै हो, किनभने सिंह पनि सिंहनीसँगै डराउँछ, अरूसँग डराउँदैन। र बन्धन मुक्तको मुख कुरा गरिहालौँ। स्वतन्त्रता दिवस कहिले आउँछ भनी जान्नु, स्वतन्त्रता दिवस कहिले आउँछ भनी जान्नु, जुन दिन श्रीमती माइत जान्छ त्यही दिनदेखिको मान्नु। र अब कुरा श्रीमतीको आइहाल्यो, अलिकति त्यसैमा जाइहालौँ। किनभने यसरी बाहिर गएर पनि श्रीमतीले सम्झिनु पाइयो भने मात्रै घरमा सन्चो बस्न पाइन्छ। र मेरो श्रीमती दुखित भएर आँसु झार्दा मलाई मेरो मुटुमा भत्भती पोल्छ। कस्तो पोल्छ भने तपाईँले प्लास्टिक जलाएर हातमा थाप्नुहोस् जसरी पोल्छ नि त्यस्तै पोल्छ। र म त्यो पनि तपाईँलाई बताइहालौँ। जल्दो प्लास्टिकको तातो थोपा जस्तो भत्भती पोल्ने उसको आँसु, उसको होइन नि, फेरि उता हेर्दै हुनुहुन्छ उहाँले, होइन नि। जल्दो प्लास्टिकको तातो थोपा जस्तो भत्भती पोल्ने उसको आँसु, महिनै पिच्छेको साडी रोजाइले जिन्दगी भयो आदम आँसु। र यसलाई अलिक अगाडि बढौँ। अचल त साडी किन्ने माग्दिनँ, किनभने म पनि रिटायर भएँ, उनी पनि अलिक एज्ड भयो, अब साडी छान्दिनँ। अचेल मेरी श्रीमती भाले मौरी जस्तो भइसकी, अचेल मेरी श्रीमती भाले मौरी जस्तो भइसकी, मह पार्न त परै जाओस्, खिल मात्रै गाड्नु जान्दछि। अब यसैलाई अलिक अगाडि बढाउँ। तपाईँ बाइ द वे किन कुरा काट्नु। अब सती प्रथा पहिला थियो। लोग्ने मरेपछि सँगसँगै उसको श्रीमतीले पनि जलाएर हुन्छ, गाडेर हुन्छ, मार्ने चलन थियो, ताकि सँगै बिहेन जाओस्, यहाँ पनि सँगै बस्यो, उहाँ पनि सँगै जाओस् भनेर। र त्यसलाई राजा राममोहन राईले चाहिँ बन्द गर्नुभएको रहेछ इतिहास अनुसार। सती प्रथा। मेरा स्वर्गीय दाई राजा राममोहन राई, मेरा स्वर्गीय दाई राजा राममोहन राई, तिमीले साह्रै असल काम गर्यौ, सती जानबाट नारीलाई बचायौ। मेरा स्वर्गीय दाई राजा राममोहन राई, तिमीले साह्रै असल काम गर्यौ, सती जानबाट नारीलाई बचायौ। नत्र मेरा ए राई दाई, यस लोकमा त श्रीमतीको झिल्टो भए परलोकमा पनि उनैबाट आधा पिल्टो हुने थिए। र अब धेर भन्नु हुँदैन, फेरि भएर मलाई मात्रै कुरा गरेर गाली गर्यो भन्छ होला घरमा है। अब अर्कोपट्टि जाउँ। र हेर्नुहोस्, पृथ्वी भूगोलले त गोलो भन्छ, हामीले छामेर त हेरेको छैनौँ गोलो छ छैन, भूगोलमाथि विश्वास गरेको मात्रै हौँ। र मैले छामेर हेरिकन भन्दैछु। पृथ्वी घरको आयस्ता राम्रो भए पृथ्वी गोलो हुन्छ, सायद भूगोलले भनेको होला। घरको आयस्ता राम्रो भए पृथ्वी गोलो हुन्छ, मुखिनीको सहयोगले त झन् साह्रो सोलो डोलो हुन्छ। घरको आयस्ता राम्रो भए पृथ्वी गोलो हुन्छ, मुखिनीको सहयोगले त झनै सोलो डोलो हुन्छ। पृथ्वी त तब पो च्याप्टो लाग्छ जब पल्टनेको स्वास्नी बेकारीसँग भाग्छ। र हेर्नुहोस्, मेरो एउटा साथी थियो मिरिकमा, त्यो मान्छे अलिक चिया खाँदो रहेछ, त्यो चिया खाएर अलिक गति नै छोडिसकेको छ। र उनलाई उसको श्रीमतीले पनि छोडेर गएछ यो घटना। अनि अस्ति भेट भएको थियो, म मिरिक गएको थिएँ, त्यो मान्छे एकदमै गति नै छोडिसकेको। अनि म अब साथी बातचित माऱ्यौँ, गफसफ गऱ्यौँ। अनि उसले भने अरे ओ तिमी त जस्तो तस्तो के खान्छौ भने। मैले भने के खान्छौ नसोध, के खाँदैनौ त्यो पो सोध न भनेर भनेको छु मैले, होइन। र
उसले भने आफ्नो दुःख बिसायो, मैले भने हेर उसले अर्को केटा पाउँदा तिमीले अर्को केटी पाउँछौ, तर तिमीले टिप्ट भएर हिँड, यो सबै बानी सानी सब छोड। अलिकति भयो भन्दाखेरि त्यो मेरो अलिक हौसियो नि त मेरो कुराले, होइन म हुन्छ म बिहा गर्न सक्छु। अरे उसले अर्को पाउँदा तिमी पाउँदैनौ भनेर मैले उसलाई अलिक इन्करेज गरेँ। र अन्त होइन हाम्रो त खै सिजन पनि गइसक्यो, के को सिजन जान्छ, मान्छेलाई आफूले कन्फिडेन्ट हुन्छ भनेर मैले उहाँलाई जुन एउटा सजेसन गरेँ म त्यो मलाई यहाँ लिखित रूपमा बताउँदैछु। सिजन डाउन, कसले भन्यो साथी तिम्रो सिजन डाउन भयो, यो त भर्खर सेकेन्ड राउन्ड पो भयो। कसले भन्यो साथी तिम्रो सिजन डाउन भयो, यो त भर्खर सेकेन्ड राउन्ड पो भयो, म त थर्ड राउन्डमा चल्दैछु। कसले भन्यो साथी तिम्रो सिजन डाउन भयो, यो त भर्खर सेकेन्ड राउन्ड पो भयो, टिपटप भएर बस्ने भमरालाई फुलहरूले नै उल्टो अँगालो हाल्छ, तिम्रो इन्कम होस् कि नहोस् जिन्दगीभरि उसैले नै पाल्छ। किनभने अचेलका युवतीहरू मेरिट मेनलाई नै रोज्छ, जसरी हरेक मालिकले एक्सपिरियन्स ड्राइभर खोज्छ। तपाईहरु पनि ड्राइभर हुनु खोज्दैछ क्या हो? र जे होस्, यसरी ताली पड्केर अघि यहाँ सरले भन्दै हुनुहुन्थ्यो ताली पड्काउनुपर्छ, उहाँले करलाई तालिम पड्काउनु भयो। र ताली किन पड्काइन्छ म अलिकति यहाँ सरको कुरा थप्दै भन्दैछु। डायसबाट कवि जोरदार पड्क्योस्, कवि बिस्तारै बोल्नु हुँदैन अरे नि त, यो मोर खै क्या भन्छ अरे। डायसबाट कवि जोरदार पड्क्योस्, श्रोताको तालीले हल नै थर्क्योस्, गोष्ठी तब पो सफल भनी ठान्नु, होइन भने त श्रोताहरू निराएछ भनेर जान्नु। र हेर्नुहोस् अघि यहाँ कृष्ण सरले भन्दै हुनुहुन्थ्यो हाफपेन्ट लाउँछ तलतिर अलिकति हामीलाई अप्ठ्यारो हुन्छ भन्ने कुरो राख्नुभयो। यहाँ त हाम्रो लागि कमन चिज हो यो, हाफपेन्ट लगाएन भने यो बहिनी के भएको अझै उहिलेको विचारमा रहेछ भन्ने सोच्नु। र हाफपेन्ट जति छोटो हाफपेन्ट लगायो उति एक्टिभ बहिनी, उति स्मार्ट उति मोडर्न भन्छ। र भाइहरूले चाहिँ पतलुङभन्दा छोटो हाफपेन्टभन्दा लामो हाफलुङ लाउनुपर्छ, यो जमानाको माग हो, यो त्यसमाथि हामी दुखित हुनु हुँदैन। र म समयको मागमाथि भन्दैछु, फेसन गर्ने बहिनीहरूले छोटो हाफपेन्ट किन्नु, फेसन गर्ने बहिनीहरूले छोटो हाफपेन्ट किन्नु, भर्जवनका ठिटोहरूले हाफलुङ राम्रो चिन्नु। समय आफै उल्टो भयो, छोरा कुण्डल लाउँछ, बुढेसकालमा बाबुहरू साइबर क्याफे धाउँछ। आमा किन पछि पर्थिन्, मिस्कल हान्दै बस्छिन्, धारावाहिक सकेपछि मात्रै चुला पस्छिन्। र हेर्नुहोस् कुनै पनि फ्याक्ट्रीमा उत्पादन भएको चिज बिक्री भएन भने घाटा लाग्छ। यो कतिवटा जस्तै कतिवटा कमानहरू पनि बन्नुहुन्छ, घाटाले बन्नुहुन्छ। र यस्तै एउटा घाटा उद्योगको म कुरा गर्दैछु। दुखित हुँदै वाणिज्य मन्त्रीले भन्यो, कमर्सियल मिनिस्टर दुखित हुँदै वाणिज्य मन्त्रीले भन्यो कपडा उद्योगमा यो साल 10 करोडको घाटा छायो। दुखित हुँदै वाणिज्य मन्त्रीले भन्यो कपडा उद्योगमा यो साल 10 करोडको घाटा छायो। सान्त्वना दिँदै मैले भनिदिएँ क्याट्रिनाले लाओस् न त बिपासाले लुगा लाओस्, अनि घाटा नभएर कसरी नाफा आओस्? सबै त नाङ्गे हिँड्दैछ। अब यहाँ सर भाइले नेटयुगको कुरा गर्दै हुनुहुन्थ्यो, सेल्फीको कुरा गर्दै हुनुहुन्थ्यो, म त्यसलाई अलिकति बढावा दिँदै भन्दैछु। नेटयुगका भाइहरू, अहिलेका नेटयुगको जमानाको भाइहरू, उहाँहरूले कविता यसरी लेख्छ, तिम्रो प्रेमको इमेलहरू म आफ्नै जिमेलमा पढ्छु। सदा यस्तो थियो, अर्को खालको गयो। तिम्रो प्रेमको इमेलहरू म आफ्नै जिमेलमा पढ्छु, फुर्सद हुँदा फेसबुक खोल्छु, 10 जनासँग लभ गर्छु, 15 जनालाई छोड्छु। अब त्यति भन्दैमा त्यो बहिनीहरू चुप लागेर बस्दैन। अहिले झन् सर बहिनीहरू अझै एडभान्स छ। बहिनीहरू उनीहरू वाइफाई चलाउँछ। वाइफाईबाट बहिनीको रिप्लाई, इन्टरनेटको यो जमानामा बोयफ्रेन्डलाई युट्युबमै भेट्छु, इन्टरनेटको यो जमानामा बोयफ्रेन्डलाई युट्युबमै भेट्छु, डेटिङ जाने पुरानो चलनलाई च्याटिङतिर फेर्छु, बोयफ्रेन्डको सबै इच्छा ट्विटरबाटै पढ्छु, नेट प्याक हाल्छु, वाइफाई खोल्छु, स्काइप चलाएर बाउकै छेउमा बोल्छु। डराउँदैन बहिनीहरू। र हेर्नुहोस् अहिले खबर कागजहरूमा दैनिक पेपरहरूमा ज्यादातर खबर चाहिँ के हुन्छ भने फल्ना गाउँबाट कुनै कतिजना मान्छे फल्ना पार्टीमा गयो, अरू केही हुँदैन खबर। फल्ना फेरि त्यही खबर भोलि फल्ना पार्टी फल्ना गयो, खालि यता गएको यता त्यो हाम्रो नेपालीमा भन्छ नि पल्लो घरको नरे पल्लो घरमा सारे, यति नै छ। र यही न्युजलाई अलिकति मैले यहाँनिर ल्याउने कोसिस गरेको छु।
यहाँको दुईटा ठुल्ठुलो पार्टीहरूमा आउँदै जाँदै गर्ने कुराहरू। मोमो, यसको शीर्षकै मोमो। मोमो त हजुर दुईटै मोमो, मोमो एउटा गोजा मोमो अर्को गोरा मोमो। मोमो त हजुर दुईटै मोमो, एउटा गोजा मोमो अर्को गोरा मोमो। चाख्नेले पनि दुईटै चाखे, टेस्टिलो कुन हो? सबैले चाख्नु भएको छ नि, होइन भन्नुहोस् त? होइन भन्नुहोस् त? मैले चाहिँ तपाईँले चाख्नु भएको छ। मोमो त हजुर दुईटै मोमो, एउटा गोजा मोमो अर्को गोरा मोमो। चाख्नेले पनि दुईटै चाखे, टेस्टिलो कुन हो? एउटाको स्वाद छ अमिल्चे, एउटाको स्वाद छ अमिल्चे, अर्को छ टरो। भाषणकै भरमा भन्नु हो भने दुईटा नै डरो। मोमो त हजुर दुईटै मोमो हो। र हामी सियो भनेर मसिनो सानो चिजलाई हेला नगरौँ। सियोको पनि धेरै ठुलो काम छ। र सियोलाई सचेतहरूले एउटा शिक्षाको रूपमा पनि लिएको छ। यो सचेतहरूमाथि म भन्दैछु, शीर्षक सचेतहरू। सियो सानै भए पनि दुईटा टालो जोड्छ। सियो सानै भए पनि दुईटा टालो जोड्छ। आरा ठुलै भए पनि सिङ्गो रुखलाई तोड्छ। यो अनुभवीले मात्रै ताली पड्छ, अरू छक्क पर्छ। सियो सानै भए पनि दुईटा टालो जोड्छ। आरा ठुलै भए पनि सिङ्गो रुखलाई तोड्छ। आकर हेरी कुनै चिजको अड्कल किन लाउनु? आकर हेरी कुनै चिजको अड्कल किन लाउनु? जुन पार्टीमा फाइदा हुन्छ त्यतैतिर धाउनु। र हेर्नुहोस्, अब अहिले सबैभन्दा साह्रो चाहिँ अहिलेसम्म कसैले पनि डाक्टर अम्बेडकर बाहेक कसैले पनि भारतको संविधान बुझेको चाहिँ छैन। पढेको छ, बुझेन भन्नु लाज हुन्छ, बुझे भनेको मात्रै हो, तर वास्तवमा बुझेको यति बिना पुरा गाजेमाजे थियो त्यसमा। र सतर्क बस्नुहोस्, म तपाईँलाई पनि भन्दैछु। सतर्कता यसको शीर्षक। यी दुई देशसँग सधैँ सतर्क रहनु, कारण भारतको संविधान माखे साङ्लो छ, नेपालको संविधान त चल्नै बाँकी छ, अझै चलेको छैन। र समय खालि 12 मिनट मात्रै भनेको छ, अहिले 14 मिनट होला। तर म डाइसमा आएँ, अब मलाई निकाल्नु सक्दैन, अब म गर्दै गरेँ। र हेर्नुहोस्, अहिले मोदीको सरकार चलिरहेछ। मोदीले के भन्नु खोज्छ, विपक्षले के भन्छ, यसलाई राम्ररी बुझ्नुहोस्। अर्थ आफ्नो आफ्नै। पिस, शान्तिको प्रतीक सेतो परेवा दुई हातले अगाडि बढाउँदै मोदीले भने हामी पिस चाहन्छौँ। परेवालाई शान्तिको प्रतीक भन्छ, झन् सेतो परेवा त झनै शान्तिको प्रतीक भइहाल्यो। शान्तिको प्रतीक सेतो परेवा दुई हातले अघि बढाउँदै मोदीले भन्यो हामी पिस चाहन्छौँ। फुत त तरवार झिकेर शरीफले भन्यो भन्नुहोस् कति पिस पारिदिउँ। अर्थ आफ्नो आफ्नै हो। र अब हेर्नुहोस्, यहाँ सबैजना यङ एजको मात्रै श्रोताहरू हुनुहुन्न, कोही त अलिकति ओभर एजको हुनुहुन्छ। फेरि उहाँहरूले भन्दा यार सेलोफोन कुनै जाति नेटको कुरा गरेँ, खै हाम्रो त कुरै आएन भन्नुहुन्छ होला। उहाँहरूलाई अलिकति म भनिकन मात्रै बिदा लिन्छु। इच्छा, मान्छे बुढो हुँदैमा मन बुढो हुन्न। यो चाहिँ उहाँहरूलाई जसलाई पर्छ आफै सोच्नु को होला भनेर, नाम किन भन्नु। मान्छे बुढो हुँदैमा मन बुढो हुन्न, उमेर ढली जाँदैमा इच्छा पुरा हुन्न। मान्छे बुढो हुँदैमा मन बुढो हुन्न, उमेर ढली जाँदैमा इच्छा पुरा हुन्न। गर्नुपर्ने कर्मको लिस्टी लामो छ, अझै एउटी थपौँ भने ठुलो दामो छ। र एकजना साथीले मलाई भन्यो, ओ तिमी यस्तो उटपटाङ चाहिँ कति बेला लेख्छौ हो भने होइन, मतलब उनले भनेको चाहिँ कि बिहानै लेख्छौ कि सबैजना सुतेपछि लेख्छौ कि के गर्छौ भनेर सोध्यो। कति बेला यस्तो उटपटाङ खालि राम्रो कुरा लेख्दैनौ भनेर भन्दा मैले उनलाई कविताबाटै जवाब दिएँ। मट्टी तेल नहाली लालटिन जल्दैन, मट्टी तेल नहाली लालटिन जल्दैन, भट्टी तेल नहाली जाँगरै चल्दैन।